उहाँहरूको नाम लिन चाहन्छु। हाम्रो डबल बेसमा रवि हुनुहुन्छ है। एकदमै मलाई एकदम मनपर्ने इन्स्ट्रुमेन्ट त्यो है, एकदमै डबल बेस। अनि थ्याङ्क यू भाइ, अमेजिङ। अनि हाम्रो सारङ्गीमा चाहिँ हाम्रो अश्विन भन्छ सारङ्गीमा हुनुहुन्छ है। अनि हाम्रो भायोलिनमा वानमा चाहिँ हाम्रो फिबी, अनि भायोलिन टूमा चाहिँ हाम्रो रोशना, सी इज भेरी ट्यालेन्टेड है। अनि हाम्रो फिबी चेलोमा हुनुहुन्छ। ए सरी, इभा सरी सरी इभा, अब उहाँलाई चाहिँ चिनिहाल्नुहुन्छ होइन। आइलिन, अहिले जोआना अनिल थापा। अनि हाम्रो यहाँ प्रकसन, विभिन्न प्रकसन देखिरहनु भएको छ होइन। यो दमाहा अनि बजाउने चाहिँ हाम्रो सिजन, एकदमै सजिलो छ सिजन है। सिजनमा मादल, अनि त्यो एउटा बाजा देखेको है, त्यो त्यो धुनी, त्यो चाहिँ पहिलोचोटि प्रयोग भएको छ। त्यो हाम्रो मामा अहिले म चिनाउँछु, उहाँ यो पहिलोचोटि, यो ट्याङ्कुली जस्तै हो तर यो हाम्रो यो नयाँ इन्स्ट्रुमेन्ट चाहिँ हामीले डिस्कभर गरेको थियौँ अब मामा थ्रु है। अनि हाम्रो पारस है मलाई, अनि हाम्रो राम्रो म्युजिक हबको गिटार टिचर पनि हुनुहुन्छ, उहाँ गिटारिस्ट पनि हुनुहुन्छ, जोसेफ श्रेष्ठ। अनि हाम्रो ब्याम्बो सिल्भर फ्लुट, अनि उहाँले चाहिँ धेरै मेरो प्रोजेक्टमा बजाइसक्नु भएको छ, हाम्रो रुपेश। अनि अर्को फ्लुटमा सोनी महर्जन, अनि उहाँले पनि धेरै। अनि हाम्रो ब्याकिङ प्लस मेन सिङ्गरमा अंशु। अनि हाम्रो अब सिङ्गर पनि एमसी पनि पार्वती थापा होइन। अनि प्लिज अब उहाँहरूलाई चाहिँ चिन्नुहुन्छ, नाम्लो चिल्ड्रेन क्वायर। अनि उहाँहरू सानैदेखि सिक्नु भएको छ, अनि वी वान्ट देम टु पार्ट अफ देम होइन। दे आर रियली अमेजिङ। अनि सबै प्यारेन्ट्सलाई चाहिँ धन्यवाद दिनै पर्छ। विदाउट प्यारेन्ट्स इट्स नट पोसिबल। थ्याङ्क यू। अनि सबैजना सिङ्गरहरू हुनुहुन्छ, अहिले पछि आउनुहुन्छ होला होइन, उहाँहरूको लागि पनि एकचोटि प्लिज।
बेसरी संजोगले भेट भयो माया हाम्रो बेसरी यो जोवन तिम्रै हो खसिदेऊ न बेसरी भोगेको खोला कहिले होला खेली गरौँ न मन जाला आहा सलला बगे झै गण्डकी हाँस खेली बिताउँ है यो हाम्रो जिन्दगी आहा सलला बगे झै गण्डकी हाँस खेली बिताउँ है यो हाम्रो जिन्दगी आहा सलला बगे झै गण्डकी हाँस खेली बिताउँ है यो हाम्रो जिन्दगी That was breathtaking. Can we hear it one more time for the Namno music team? Can we hear it one more time for the Namno Children's Choir? Thank you so much everyone for taking your time to attend this event tonight. तपाईहरुको उपस्थितिले हाम्रो इभेन्टको रौनक झन् धेरै बढेको छ।